Hello guys, it's me Subhas. Everyone know me. आज हामी चाहिँ यता सेल्फी डाँडा आएको छौँ जहाँ म आजभन्दा 2 वर्ष पहिले बसेर यताको मनोरम वातावरणमा रमेको मान्छे। अनि हामी यो ठाउँलाई हामी सेल्फी डाँडा भन्छौँ हैन, जहाँबाट चाहिँ हाम्रो भ्यूहरू यस्तो पर्फेक्टली देखिन्छ कि हामी चाहिँ यहाँबाट हामीले काठमाडौँको 3 जिल्लै भक्तपुर, काठमाडौँ र हामी ललितपुर पनि मजाले देख्न सक्छौँ है। अनि त्यसपछि योभन्दा हामी माथि जाने भने हामी कालीपाण्डेहरू जान सक्छौँ, इन्द्रथानहरू जान सक्छौँ। अनि तपाईँहरू पछाडिको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ है। अनि त्यसपछि यो ठाउँ यस्तो राम्रो छ, भव्य छ हैन। तपाईँहरू चाहिँ मजाले घुम्न आउन सक्नुहुन्छ कि साथीभाइसँग, फ्यामिलीसँग हैन, टुरहरू गर्न सक्नुहुन्छ। यतातिर माथि हामी स्विजरल्यान्ड पार्कमा चाहिँ मान्छेहरू पिकनिक गर्दै आएको छ। अब यो ठाउँको बारेमा भन्नुपर्दा जति म आफू 2 वर्ष बसेँ है, म आफ्नो अनुभवले भन्छु, दिस इज अ बेस्ट प्लेस के फर पिसफुल एन्ड फर द स्टुडेन्ट हु रियली वान्ट फर द स्टडिङ हार्ड हैन। यो चाहिँ यस्तो ठाउँ हो, तपाईँहरू मजासँग शान्त भएर बस्न सक्नुहुन्छ। शान्तबाट तपाईँको माइन्ड फ्रेस हुन्छ। कहिलेकाहीँ स्ट्रेस भागेर यसो साथीभाइहरूसँग निस्किउँ न त, यसो फ्रेस हावामा भन्न सक्नुहुन्छ। अनि योगा यानि एक्सर्साइज गर्ने मान्छे, जो जगिङहरू गर्ने मान्छे हुन्छ नि, उसको लागि चाहिँ यो बेस्ट ठाउँ छ क्या हो। त्यसपछि अब अरू कुरा गर्नुभन्दा चाहिँ अब यो ठाउँ मलाई किन पर्फेक्ट लाग्छ भन्दाखेरि यहाँको पानीको कुरा गर्ने, नेचुरल्ली पानी 24 घन्टा आउँछ। त्यसपछि तपाईँको यताको मान्छेहरू पनि राम्रो हुनुहुन्छ। मलाई ट्रिट गरेको अनुसार चाहिँ है, म आफ्नो अनुभव भनिरहेको छु। मलाई ट्रिट जसले गर्नुभयो नि, उहाँको बेस्ट के मैले चाहिँ एउटा रुम ओनर पाएँ क्या। उहाँले मलाई हरेक कुरामा सपोर्ट गर्नुहुन्थ्यो होइन। अनि मलाई हरेक कुरामा एक्सक्युज नि गर्नुहुन्थ्यो। त्यस्तो कुनै समस्या आउँथेन कि घरपेटीले चाहिँ यस्तो गर्नुहुन्थ्यो होला भनेर। अनि म यसमा 2 वर्ष बिताएँ मैले यो ठाउँमा 11-12 पढ्दाखेरि। अनि अर्को कुरा राम्रो लाग्ने भने हाम्रो भाइहरूसँग, म चाहिँ स्पेसली भाइसँग आउँथेँ यतातिर, रमाइलो गर्थ्यो। दाइ जाऊँ न त यसो भन्दाखेरि म फ्रेस भएर इट मेक्स माई माइन्ड फ्रेस के। त्यही भएर आई लभ द्याट प्लेस के। अनि अर्को कुरा तपाईँहरूले यो देख्न सक्नुहुन्छ होइन कि यताको भ्यूहरू चाहिँ कस्तो देखिन्छ भनेर। त्यसपछि कुरा गर्ने हो, तपाईँ देखिनु भएको छ, द्याट इज माई यो चाहिँ मेरो म पढेको स्कुल, जो चाहिँ चन्दागिरी पुरानो नैकापमा स्थित रहेको छ। यो चाहिँ हामी सेल्फी डाँडाबाट चाहिँ म तपाईँलाई दृश्य देखाइरहेको छु। इट्स अमेजिङ क्या यहाँको प्लेसहरू है। अनि म त्यहाँ बसेको प्लेसहरू, अनि हाम्रो यताबाट चाहिँ पुरै भ्यूहरू देखिन्थ्यो कि। अब यतातिरको अब यो बाटो, त्योबाट तलबाट हाम्रो भनेको त्यो हाइवे भयो। हाइवेबाट आउँदा हामी यो ठाउँ पुग्छौँ। यो भनेको हाम्रो सेल्फी डाँडा भयो। योभन्दा माथि गयो भने हामी स्विजरल्यान्ड पार्क, इन्द्रथान, त्यसपछि सोन प्लेसहरू देख्न सक्छौँ क्या। अनि आफ्टर द्याट इट्स अमेजिङ के। यु क्यान भिजिट हेयर and you can enjoy the nature here, and you can promote also that place for the tourism and so on के। हामी मान्छेहरू यता डाँडा भनेर हिँड्छौँ, तर बट स्टिल के अहिले पनि शनिबारको दिन र बिदाको दिन चाहिँ मान्छेहरूको यहाँ लाइन हुन्छ। राति चाहिँ यहाँ गाडीको भिडभाड हुन्छ के। त्यही भएर आई होप यु विल लाइक इट द्याट एन्ड यु विल बी भिजिटेड हियर। थ्याङ्क्स फर वाचिङ।